हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा र अहिले भनेको 4:30 भयो र अहिले चाहिँ आज चाहिँ अलिक बादल खुलेको छ र अलिक यस्तो देखिरहेछ है। बाँकी भ्लग आज अलिक ढिलो सुरु गरियो तर पनि केही छैन, छिटो सकिन्छ। 20-30 मिनटको भइहाल्छ, एकछिनमै बोल्ने छ। यहाँनिर हुँदैछ जोताइ, त्यही भएर यहाँनिर मलाई बोल्नुमा डिस्टर्ब भइरहेछ। सो र त्यसैले आइसकेको छु म आफ्नो कोठामा अथवा रुममा। अब म हजुरहरूलाई आज मेरो रुम देखाइदिन्छु कि हिजो भर्खर मिलेको रुम आखिर कस्तो भयो होला त। मेरो रुम अहिले यस्तो भयो। अब जम्मैजना यहीँ सुत्छन् त कि होइन त, अब यति राम्रो देख्नु हुँदैन, सुतिहाल्नुपर्छ। अनि बाँकी त जस्तोको त्यस्तै छ। एउटा लाइट छ अनि टेबलहरू अलिकति थोरै बिग्रिगएको छ, यो यस्तो गरेर हटाइदियो भने भइगयो र बाँकी जम्मै ठिकै छ। र त्यसै पनि म आफ्नो कोठामा आएर सफा त भएको छैन, सरी, त्यसै पनि म आफ्नो कोठामा आएर हल्ला त्यो ब्याट गर्ने साउन्ड त भएको छैन, तर पनि कोसिस गर्छु अलिक ठुलो स्वरमा भन्ने। आज चाहिँ हाम्रो धान पनि झारिसक्नु भएको छ, जम्मै मात्र यति 3 मुठा मात्रै, सरी 3 मात्रै निस्कियो। यस्तो खेल्नु थाल्नुपर्छ क्या, जस्ट टोपी लगाउने हो। यो साइडबाट कि यो साइडबाट थाहा हो, यो साइडबाट। ल लाइभ टेलिकास्ट, लेट्स सेट गो। जेस अलिकति हल्लिन्छ कि धेरै, तर नि कोसिस गरिरहेको छु कि टाइट पार्ने। नाउ रेडी सेडी गो। अब राति यसो दर उफ्रिने हो। अब एकचोटि यताबाट देखाउँछु ल, यो साइडबाट। 3, 2, 1 एन्ड गो। ओ भाइ क्यामेरै भाङ्गो। एक्स्ट्रा तारमा ठोकिन्छ होला खुट्टा। भर्खर त यसमा मात्रै खेल्यो, अझै 2टा बाँकी छ। एकचोटि टेस्टिङ हानौँ न है। ल 3, 2, 1 3, 2, 1 अर्कोमा अब यसको पालि। सो क्यामेरा तर पक्रिनु पर्यो, यो अलिक खाली छ कि जस्ट। अरे भाइ कता पल्टिनु पऱ्यो, कता पल्टेर पऱ्यो। ल अब चाहिँ सिधा है, ठिक छ। अब चाहिँ छाती झन्डै फुट्यो सिमेन्टमा परेर।
साइडबाट यो साइडबाट क्यामेरा एङ्गल चेन्ज ल एक्सन Perfect shot. One more time. Cut. आजको भ्लगमा यति नै धन्यवाद बाई बाई